टी गार्डनको तेस्रो बिल्डिङमा आएको छु। हामी चाहिँ आज इभिनिङ टाइममा टी गार्डनमा, टी गार्डन चाहिँ बतुपाखमा रहेको एकदमै फेमस गार्डन हो। लेट्स गो गाइज, म टी गार्डन देखाउँछु आज तपाईहरुलाई नाइट भ्यूमा है। मेरो पछाडि देख्न सक्नुहुन्छ कस्तो दामी सिटीको नाइट भ्यू। ल गाइज, फाइनली हामी चाहिँ डी गार्डनको सेकेन्ड बिल्डिङमा। ए दाइ डी गार्डन चढेको कति? ए दाइ डी गार्डन चढेको कति? चढेको डी गार्डनको टिकट फेरि म भन्जेल मज गर्नु क्या। मैले किनेछु अहिले, मेरो नाममा भन्जेल मज गर्नु। के भने भाइले? के भने तिमीले बुझ्यौ? मैले बुझेन केही पनि। होइन भाइ, हो नि होइन? भनिदेऊ त। मोडल होला मोडल यतै नभए त त्यस्तै नि गर्मी त दिउँसो त घाम लाग्यो ल गाइज, हामी चाहिँ अहिले टी गार्डनको तेस्रो बिल्डिङमा आएको छौँ। तेस्रो बिल्डिङ चाहिँ एकदमै दामी छ होइन। यो चाहिँ सर र बाटो छ मेरो पछाडि, अनि बाटोको बिचमा चाहिँ एउटा होइन यस्तो दामी डिजाइन गरेर बस्ने ठाउँ बनाएको छ। अनि यहाँ चाहिँ पहिलाभन्दा अहिले चाहिँ धेरै चेन्ज गरेको छ, सानसानो फुलहरू बिरुवाहरू लगाएको छ है। अनि यहाँ आउनुको मजा नै बेग्लै छ क्या। फेरि तरुनीहरू दामी दामी हेर्न पाइन्छ। छैन भाइले त्यही भएर यहाँ आउनुलाई पुरै गर्छ भने तरुनी, खालि तरुनी हेर्नलाई। दाइको फोटो खिच्दै त अनि बोल्छन् फेरि। टी गार्डनको तेस्रो बिल्डिङमा आएको छौँ। तेस्रो बिल्डिङ चाहिँ एकदमै दामी छ, सजाएको छ। यो एकदमै यो के हो, लाइट साइड बिरुवाहरू हालेर, अनि यो बाटो यस्तो दामी दुबो होइन, दुबोको बाटोहरू लाएर आमा कस्तो दामी बनाएको छ है। हेर्नलाई बबाल छ। ल गाइज, अहिले चाहिँ हामी टी गार्डनको चौथो फ्लोरमा, चौथो बिल्डिङमा चाहिँ घन्टाघर रहेछ साथै, अनि ठुलो ठुलो चेसहरू पनि रहेछ होइन। चेसको गोटी चाहिँ यस्तो ठुलो छ, एउटा गोटी चाल्नलाई चाहिँ एकजना लाग्छ भनेको कति ठुलो होला, यत्रो अल्कलको छ है। ल यहाँ चेस छ, त्यसपछि यतापट्टि ल गाइज, अहिले चाहिँ हामी टी गार्डनको चौथो फ्लोरमा, चौथो बिल्डिङमा चाहिँ घन्टाघर रहेछ साथै, अनि ठुलो ठुलो चेसहरू पनि रहेछ होइन। चेसको गोटी चाहिँ यस्तो ठुलो छ, एउटा गोटी चाल्नलाई चाहिँ एकजना लाग्छ भनेको कति ठुलो होला, यत्रो अल्कलको छ है।
ल यहाँ चेस्ट छ त्यसपछि यतापट्टि फाइनली आजको इभिनिङ ट्राभल हाम्रो यति नै रह्यो। सो गाइज अब म टी गार्डन चाहिँ कस्तो थियो भनेर चाहिँ भिडियोमा देखाउँछु, तपाईँहरू राम्रोसँग हेर्नु होला अनि हेरेर कस्तो रहेछ कमेन्ट पनि गर्नु होला है गाइज। अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ, रातिको 10 बज्यो, यहाँ त अब बस्न दिँदैन, भोक पनि लाग्दैछ होइन, खाना खानु पर्यो होइन भाइ, खानु पर्यो। अर्काको पायो भने त मोज मस्ती गर्छ नि केटाहरूले। त्यहाँ हेर्नु त पछाडि कुर्सी टेबल भएको र हैरान छ, हेर न त्यहाँ कुर्सी र टेबल सबै नाश गरे। रोशन भाइले के ल्यायो? जुस ल्यायो। जुस कुन जुस हो? हिँड्दा हिँड्दा थाकेर एप्पल जुस ल। खै टेस्ट हान्नु न त भाइ, खाऊ तिमी। कस्तो छ? एप्पलको फ्लेभर हो कि खुसी जुस हो कि एप्पल हो? जुस हो रियल हो? म पनि ट्राई गर्छु नि त, कहाँ भन्नु पर्यो।